गाइस मैले चाहिँ आज मेरो बाउको छोरी भेटेको छ हैन एउटै बाउ आमाले पाएको पनि छोरी एउटा मोटो एउटा पत्लो यो चाहिँ किन भएको होला ल जनता जान्न चाहन्छन् एउटा बाउले भात खानी अनि भात के खायो त गु गु खायो यो मोटो हुनेको रहस्य के चाहिँ सधैँ गु खाएको कस गु खा मेरो त हैन पक्ना रुको जरा सबर करो पिज्जा बर्गर खाने हैन कसरी मोटाउने भनेको पिज्जा बर्गर त्यो फ्राई वाला चीजहरु खाने अनि मोटाउँछ समझ रहे हो मोटाएर बङ्गुर जसरी खाने सुँगुर जसरी सुत्ने हैन बङ्गुर जसरी खाने सुँगुर जसरी सुत्ने हैन त्यही भएर मोटाको जिन्दगी